तयारी सबै कटकुट भइसक्यो प्याज मासु पार्ने कार्यक्रम हुँदैछ पुलाउको लागि काट्दैछ झोरले छ खाना पकाउने किचन है यताबाट चाहिँ खाना पकाएर चाहिँ हाम्रो डाइनिङ यता चाहिँ खाने रुम हो झिलिमिली नै छ नि डेकोरेसन गर्दैछ हाम्रो बहिनी साथीहरु कोही भाइ बहिनी तयारी हुनुहुन्छ ओके मण्डली परिवार तयारी छौ थ्याङ्क यू चस्मा लगाएर कस्तो होला ठुलै वैभव भएको आवाज र विशेष गरेर हाम्रो बिचमा दुलहा राजा र दुलही रानी एउटा गीत गाउँदै गर्दा बिस्तारै तसर्थ धेरैजना आउनु बाँकी हुनुहुन्छ मैले देख्दै गरेको छु र हामी स्थानीय पास्टर कल्पना राईज्यूलाई आमा कल्पना राईज्यूलाई पनि हामी स्वागतको ताली बजाउनेछौँ कथा लगाएर ओके त्यसै गरी मैले देख्दैछु पास्टर कुमार राईज्यू जो गोस्पल चर्चको पास्टर हुनुहुन्छ हामी उहाँलाई पनि यता स्थानमा नै कथा लगाइदिनु ओके यसै गरी आजको विशेष बेहुलाको बाबु जो मन्दिर राईज्यू हुनुहुन्छ र उहाँलाई पनि यो कथा लगाएर हामी स्वागत गर्नेछौँ र धन्यवादको ताली पनि दिनेछौँ मानबहादुर राईले हाम्रो सङ्गीतको भाइ बहिनी दिन चाहन्छु उहाँले हामीले गीतहरू अगाडि बढाउनुहुन्छ
हुन्छ अरू जो हुनुहुन्छ कृपया तपाईँको आफन्तजनलाई ल्याइदिन सक्नुहुनेछ हामी उहाँलाई एउटा आदरको साथ र स्वागतको साथ हामीहरू आफ्नो वैवाहिक कार्यक्रममा उहाँलाई गिफ्टको शुल्क हामी स्वागत गर्छौँ धन्यवाद छ र फेरि पनि हामी अब एउटै मात्रै गीत सुन्दैछौँ हामी तयारी छौँ ओके लेट्स गो हाम्रो सङ्गीत जुम्दाका भाइ बहिनीलाई हामीले फेरि पनि एउटा सङ्गीतमा मनोरञ्जन दिएर अगाडि बढाउनुहुनेछ ओके ताली बजाउनेछौँ जतिजना आइनु भएको छ जतिजना आउँदै हुनुहुन्छ उहाँलाई स्वागत गर्न चाहन्छौँ र चुले निम्तो मात्रै नभएर पुलपिट निम्तो पनि भएको छ तपाईँहरूलाई त्यति मात्रै नभएर घरेलु सङ्गतिमा पनि निम्तो भएर तपाईँहरू आउनु भएको छ उहाँहरू यहाँ सबैलाई हृदयदेखि नै स्वागत छ हालेलुया धेरै सूचना अनि धेरै प्रार्थनाको फलस्वरू हामीले आज यो विभाग बरारलाई हामी अगाडि आदरको पता लगाएर तपाईँलाई सम्मान गर्नेछौँ हामी ताली बजाएर उहाँलाई स्वागत गर्नेछौँ हालेलुया ओके प्रोग्राममा भएको अङ्कलज्यूहरू पनि देउलाको अङ्कलज्यू भएको छ माफ गर्नुहोला सबैले मैले चिन्न सकिनँ ओके स्पेसली हाम्रो दोस्रो बाबा मिस्टर सुभाष राईज्यू आउनुभएको छ कति राम्रो उहाँलाई पनि कृपया उठिदिनु होला यो खदा लगाएर हामी उहाँलाई स्वागत गर्नेछौँ होइन नेता दोस्रो बाबा मैले देख्दैछ उनीहरू माछा मार्दादेखि लिएर यिनीहरू अब हरेक कुरामा सँगसँगै त्यो बाटो छोराछन् हुँदै अनि दोष नामै दोष कति असल मैले फेसबुकमा पनि हरेक कुरामा देख्दै थिएँ दोष भन्ने चाहिँ एकदम असल हो ल ठिकै छ स्पेसली उहाँ चाहिँ हाम्रो दमकको कोही ग्रुपको लिडर हुनुहुन्छ हामी उहाँलाई ताली बजाउनेछौँ के कस्तो पाएको छ यहाँहरूले मुख चुटो गरेर मात्रै हाम्रो ठाउँ छोडेर गइदिनु होला कतिजनाको समय छ हामी सँगै बसेर भोलि 8 जना सङ्गति छ तपाईँहरू बस्न पनि सक्नुहुन्छ है त आउनुहोस् हामी आजको हाम्रो छोरा मनदीप राई अनि हाम्रो आजदेखि मण्डलीबाट घोषणा गरिएको हाम्रो सबिना माझी
सँगको करहार विवाहको लागि हामी सुनको प्रार्थना गर्दछौँ। सबैलाई स्वागत छ है त। हाम्रो स्वागत सुनिराखेको छैन रहेछ। आउनुहोस् हामी प्रार्थना गर्छौँ। प्रभु हामी तपाईँको चरणमा उभियौँ। फेरि पनि हामी लामो समयबाट तपाईँ परमेश्वरसँग अर्जी अन्तर्विन्द गर्दै रहेछौँ। हाम्रो छोरा अनि छोरीको लागि बाधा अवरोधको कुराहरूलाई इन्कार गर्छौँ। तपाईँ पवित्र आत्माको उपस्थित हाम्रो बिचमा रहेको घोषणा गर्छौँ। सबै कार्यक्रम तपाईँको सहायता र उपस्थितमा राख्दै सबै कुराको लागि धन्यवाद दिन्छौँ। हामी बिचमा उपस्थित भएको वृद्ध बालक जवान सबैमाथि तपाईँको सुरक्षा सहायता बाटोमा आउँदै गर्ने हुने सबैमा तपाईँको सुरक्षा बोल्छौँ प्रभु येशूको नाममा। हुन्छ, गुरुआमालाई धेरै धन्यवाद छ। उहाँले हाम्रो बिचमा शक्तिशाली प्रार्थना गरेर यो समय छोडिसक्नु भएको छ। अब ढिलो नगरिकन हाम्रो धर्मगुरु मास्टर टिके देगेजाउले दिनेछौँ। उहाँले वचन अनि करार अनि आशिषमा यो कार्यक्रमलाई लानुहुनेछ, सम्पन्न हुन्छ। हामी तालीका साथ हामी उहाँलाई आदरको साथ यो समय दिनेछौँ। धन्यवाद। यार सभालाई जय मसीह, नमस्कार छ। आज हामी विशेष गरेर किन भेला भएको छौँ भन्ने कुरा चाहिँ हामीले थाहा पाइसकेको छौँ र आज हामी विशेष गरेर यहाँ विवाह कार्यक्रममा यहाँ हामी मण्डली परिवार, समाज, कुल कुटुम्ब अनि काका काकीदेखि लिएर मामा माइजूदेखि लिएर हामी जे जति छौँ सबैजना यहाँ उपस्थित भेला भएको छौँ ताकि हाम्रो नानीलाई हामी एकदमै आशिष दिउँ, आशीर्वाद दिउँ भनेर यहाँ उपस्थित भएको छ। त्यसकारण अब म मण्डलीको धर्मगुरुको हैसियतले आजको यो करार विवाहलाई अगाडि बढाउने अनुमति म चाहन्छु र यो समयमा म धर्मशास्त्र मैले हातमा लिइसकेँ र अब समय नै अहिले धेरै स्मार्ट छ। तपाईँहरू पनि एकदमै स्मार्ट हुनुहुन्छ अनि म पनि एउटा स्मार्ट धर्मगुरु हो। त्यसकारणले तपाईँले सोच्नुहोस् स्मार्ट चाहिँ जहिले पनि छिटो हुन्छ क्या, थोरै हुन्छ होइन, स्मार्ट हुन्छ। त्यसकारणले हामी स्मार्ट तरिकाले हामी अगाडि बढ्नेछौँ र यो विवाह भनेको चाहिँ पुरुष र स्त्री बिचमा पति पत्नीको सम्बन्ध कायम गराउने एउटा धार्मिक अथवा सामाजिक कार्य हो र आज हाम्रो मन्दिर र सबिनालाई चाहिँ हामी धार्मिक रूपमा सामाजिक रूपमा उहाँ चाहिँ पति पत्नी हो भनेर हामी घोषणा गर्न गइरहेको छौँ। मण्डली परिवार मिलेर, समाज मिलेर, पञ्चबलात्मीहरू मिलेर अनि हामी सबै आफन्तहरू मिलेर यो काम हामी गरिरहेका छौँ। अब योभन्दा अगाडि हामीले सुन्नुपर्ने चाहिँ के छ भन्दाखेरि हामी मण्डलीमा विशेष गरेर चर्चमा चाहिँ हामी बाल विवाहलाई हामी स्वीकार गर्दैनौँ, बहुविवाहलाई पनि हामी स्वीकार गर्दैनौँ, मान्यता दिँदैनौँ, समलिङ्गी विवाहलाई पनि हामी मान्यता दिँदैनौँ, तेस्रो लिङ्गी विवाहलाई पनि हामी मान्यता दिँदैनौँ। हाम्रो मण्डलीमा हामी चाहिँ यो चाहिँ हाम्रो पवित्र धर्मशास्त्रले त्यसलाई चाहिँ अनुमति दिँदैन, यो कुराहरूलाई चाहिँ मान्दैनौँ। तर हामीले मण्डलीमा गरिआएको विवाह चाहिँ के छ भन्दाखेरि एक नम्बरमा पवित्र विवाह अनि त्यस पछाडि करार विवाह अनि अर्को आदरणीय विवाह छ। यो तीनवटामा सबैभन्दा सर्वोत्तम चाहिँ पवित्र विवाह गर्नु चाहिँ एकदमै राम्रो मण्डलीको लागि हामी एकदमै। आज चाहिँ हामी करार विवाह छौँ। यो करार विवाह चाहिँ के होला भन्ने लागिरहेछ होला तपाईँले। अब करार विवाह चाहिँ के हो भन्ने कुरा चाहिँ तपाईँले सम्झिनुहोस्, उहाँहरूलाई बुझिहाल्नुहुन्छ। सम्झिनु हो त्यो चाहिँ करार विवाह हो होइन। अनि पवित्र विवाह चाहिँ हामी घरमा गएर हाम्रो गुरुहरूलाई धर्मगुरुहरूलाई लगेर मागेर हाक्का हाक्की कुरा गरेर छिनोफानो गरेकोलाई चाहिँ हामी चाहिँ पवित्र विवाह भन्छौँ र त्यो चाहिँ मण्डलीले एकदमै मान्यता दिएको छ। अनि अर्को आदरणीय विवाह पनि छ हामीसँग, हामीले मण्डलीमा अभ्यास गरिरहेछौँ। आदरणीय विवाह चाहिँ हामी विशेष गरेर एकल महिला र एकल पुरुष बिच हामी आदरणीय विवाह मण्डलीमा गर्दछौँ। त्यसकारण यो तीनवटा विवाह हामी मण्डलीमा गर्छौँ। त्यसकारणले सबैभन्दा सर्वोत्तम चाहिँ के हो भन्दाखेरि पवित्र विवाह हो। त्यसकारण अब जतिजनाले विवाह गर्न बाँकी छ कृपया गरेर पवित्र विवाह गर्ने एकदमै प्रयत्न गर्नुहोस्, एकदमै कोसिस गर्नुहोला।
बुझ्नुभयो? यहाँहरू जतिजना बाँकी हुनुहुन्छ हामी एकदमै पवित्र विवाह गर्नलाई हामी कोसिस गर्छौँ। यो चाहिँ एकदमै आदरणीय एकदमै राम्रो होइन, भाँगेर ल्याएको हाक्की गएर घरमा बातचित गरेर ल्याएको चाहिँ साह्रै राम्रो हुन्छ नि त होइन। त्यस कारण यो काम गऱ्यो भने चाहिँ एकदमै यो चाहिँ एकदमै राम्रो हुन्छ र सर्वोत्तम उत्कृष्ट मान्यता प्राप्त चाहिँ पवित्र विवाह नै हो। यो चाहिँ हाम्रो धर्मशास्त्र बाइबल अनुसार छ। त्यसकारण आज हामी चाहिँ यहाँ करार विवाह सम्पन्न गर्दैछौँ किनभने जोहरू अघि नै भागी विवाह गरेर भइसकेका छन्। तर अब हामी चाहिँ उहाँहरूलाई चाहिँ केटाकेटीहरूलाई चाहिँ हामी पति र पत्नीको करारमा बाँध्नको लागि चाहिँ हामी यहाँ के भएको छौँ उपस्थित भएका छौँ। र हामी मण्डलीमा चाहिँ जब हामी पवित्र विवाह गर्दैनौँ हाम्रो मण्डलीको विधि विधान हुन्छ, नियम हुन्छ अनि त्यो अनुसार हामीलाई केही समयको लागि चाहिँ हामीलाई मण्डलीले सुधारको लागि ल्याएको पत्नीलाई असल तरिकाले हुर्काउन बढाउनको लागि आफू सचिनको लागि हामीलाई चाहिँ मण्डलीले केही समय चाहिँ हामीलाई के गर्न लागेको हुन्छ भन्दाखेरि पहिलो प्रश्न छ श्री मन्दिप राईले के तपाईँ यो करार विवाहमा बाँधिन तयारी हुनुहुन्छ? कस्तो राम्रो। अब अर्को प्रश्न श्री मन्दिप राई के तपाईँ आफ्नो अब हुँदै गरेको श्रीमती सबिना माझीको मात्र श्रीमान भएर बस्ने प्रतिज्ञा गर्नुहुन्छ नि? गर्छु भन्नुभएको चाहिँ अर्को चाहिँ हुँदैन भन्नुभएको छ, एउटै मात्रै हो। ल 3 नम्बर अर्को प्रश्न छ श्री मन्दिप राई के तपाईँ आफ्नो अब हुँदै गरेको श्रीमती सबिना माझीलाई दुःखमा सुखमा रोगमा निरोगमा घरमा परदेशमा जुनसुकै अवस्थामा हुँदा पनि तपाईँले साथ दिइरहनुहुन्छ नि? हजुर हो। फेरि पल्टन जाँदा बिर्सिनु होला नि। फेरि अहिले त पल्टन गएपछि धेरैले बिर्सिने बानी छ है। ल अब अन्तिम प्रश्न छ श्री मन्दिप राई के तपाईँ अब हुँदै गरेको आफ्नो श्रीमती सबिना माझीलाई जीवनको हर यात्रामा हर समयमा धोका दिने छुइनँ भनेर प्रतिज्ञा गर्नुहुन्छ? धोका दिने छुइनँ पक्का हो नि? ए ल है सुन्नुभयो नि? अलिक सुन्दैन। उहाँलाई ताली बजाइदिउँ कस्तो राम्रो। भिडियो पनि खिच्दै गर्नुपर्छ है, अहिले त प्रमाण चाहिन्छ नि। अब यता हाम्रो जुलाईलाई प्रश्न छ श्री सबिना माझी के तपाईँ यो करार विवाहमा बाँधिन तयारी हुनुहुन्छ? मुस्कान आयो कि आएन उहाँको अनुहारमा? आयो? ल साह्रै राम्रो, त्यसपछि खुसी हुनुहुन्छ। अर्को प्रश्न श्री सबिना माझी के तपाईँ आफ्नो हुँदै गरेको अब हुनेवाला श्रीमान मन्दिप राईको मात्रै श्रीमती भएर बस्नलाई प्रतिज्ञा गर्नुहुन्छ? ल दोस्रोको हुनु पाइएन, उहाँको मात्रै है मन्दिप। अर्को प्रश्न छ श्री सबिना माझी के तपाईँ आफ्नो हुँदै गरेको श्रीमानलाई दुःखमा सुखमा रोगमा निरोगमा परदेशमा घरमा जुनसुकै अवस्थामा पनि साथ दिन तयार हुनुहुन्छ? तयारी ल है। पल्टन जानु बेला फेरि नबिर्सिनु होला। यहाँ धेरै अहिले त पल्टन जाने हाम्रो अभ्यास छ, हामी पल्टन जान्छ, त्यस कारण बिर्सिनु भएन। अर्को अन्तिममा श्री सबिना माझी के तपाईँ आफ्नो हुँदै गरेको श्रीमान मन्दिप राईलाई
जीवनभरि नै धोका दिने छुइनँ भनेर के प्रतिज्ञा गर्नुहुन्छ? ल हामी उहाँहरूको लागि एकदमै ताली बजाउँछौँ। किन भनेर उहाँले चाहिँ प्रतिज्ञा गर्नुभयो है। ल उहाँले प्रतिज्ञा गरेको सुन्नुभयो नि पञ्चबलात्मी मण्डलीहरूले? ल हामी एकचोटि जोरदारसँग ताली बजाइदिउँ। दुला र दुलही हामी चाहिँ एकदमै जीवनभर साथ दिनेछौँ, माया गर्नेछौँ, वास्ता गर्नेछौँ, खेती गर्नेछौँ। हामी एकदमै सुखमा दुःखमा परदेशमा हुँदा पनि घरमा हुँदा पनि भनेर उहाँले प्रतिज्ञा गर्नुभएको छ। ल कति राम्रो, ल साह्रै राम्रो कुरा उहाँले गर्नुभएको छ। परम प्रभु परमेश्वर पिता, हामी हजुरको चरणमा आउँदछौँ। विशेष गरेर आजको यो करार विवाहमा दुलहाको रूपमा मनदीप राई र दुलहीको रूपमा सबिना माझी हाम्रो बिचमा हुनुहुन्छ। उहाँहरूको यो करार विवाहमा आशीर्वाद दिनुहोस्, उहाँहरूको यो दम्पत्ति जीवनमा आशीर्वाद दिनुहोस्। अब यही घडी यो समयमा हामी उहाँहरूलाई तपाईँको उपस्थितिमा, मण्डलीको उपस्थितिमा र उपस्थित पञ्चबलात्मीको अगाडि, समाजको अगाडि उहाँहरूलाई श्रीमान श्रीमतीको रूपमा हामी घोषणा गर्न गइरहेको छौँ। प्रभु हजुरले हामीलाई आशीर्वाद दिनुहोस्। धन्यवाद यीशु प्रभुको नाममा आमेन। अब हामी घोषणा गर्नेछौँ। म धर्मगुरु डीके बेगाले परमेश्वर पिता, पुत्र येशू ख्रीष्ट र पवित्र आत्माको नाउँमा आजबाट मनदीप राई र सबिना कार्कीलाई सबिना माझी चाहिँ श्रीमान श्रीमती भएको घोषणा गर्दछु। सबैले ताली बजाउनुहोस्। पञ्चबलात्मीको अगाडि अनि परमेश्वरको अगाडि अनि सबै आफन्तहरूको अगाडि उहाँहरूलाई आजबाट चाहिँ श्रीमान श्रीमती भएको हामी घोषणा गर्दछौँ। आमेन। अब यहाँ रिङ पनि रहेछ। यहाँ दुईटा एकदमै यो चाहिँ बहुमूल्य धातुको यो चाहिँ सुनको रहेछ, एकदमै टल्किरहेछ। अनि यो सुन चाहिँ एकदमै बहुमूल्य हुन्छ। यो यति बहुमूल्य हुन्छ, यो त बाहिर जता त राख्नै मिल्दैन नि। यो त होइन, यो हामी कहाँ राख्छौँ? सुरक्षित। दराजको पनि एकदमै भित्र कुनामा। त्यो श्रीमानले खोज्दा पनि भेटिँदैन। कहिले कहिले श्रीमानलाई आवश्यक परेको हुन्छ नि, श्रीमतीले कहाँ राखेछ सुन भनेर खोज्दा पनि भेटाइँदैन। त्यस्तो भित्र बसेको चिज एकदमै बहुमूल्य धातु होइन। अनि यसको जोडन पनि देखिँदैन, कहीँ जोडेको देखिँदैन यो। अब उपरान्त उहाँहरूको जीवन, उहाँहरूको दाम्पत्य जीवन पनि यस्तै सुन जस्तै बहुमूल्य भएको। अनि यस्तै उहाँहरूको यो सुनमा जसरी जडान छैन, अब उहाँहरूको दाम्पत्य जीवन पनि एकदमै यस्तै जडान बिनाको उहाँहरू दुईटा शरीर भए पनि अब एउटै शरीर भएको, एकदमै जोडेको। अब कहिल्यै नटुट्ने, कहिल्यै नफुट्ने, एकदमै जोडेको। त्यस कारणले अब हामी चाहिँ यो सुन जस्तै, यो औँठी जस्तै हौँ है भनेर उहाँले एकअर्काले साट्नको लागि यो मायाको चिनो उहाँले ल्याउनु भएको रहेछ। अनि यो चाहिँ यता अब हामी प्रार्थना गर्नेछौँ। प्रभु येशू, हामी तपाईँलाई धन्यवाद गर्दछौँ। प्रभु जसरी यो सुन्दर एकदमै बहुमूल्य धातुको औँठी ल्याउनु भएको छ, उहाँले एकअर्कालाई मायाको चिनोको रूपमा साट्नलाई प्रभु तपाईँले आशीर्वाद दिनुहोस्। जसरी अहिले एकअर्कामा उहाँले साट्दै हुनुहुन्छ अनि जसरी यो सुन बहुमूल्य छ,
त्यसरी नै उहाँहरूको दाम्पत्य जीवन पनि एकदमै बहुमूल्य पवित्र हुन सक्छ। धन्यवाद। येशू प्रभुको नाममा। अब हजुरहरूले चाहिँ नि यो औठी सबैभन्दा पहिले चाहिँ हाम्रो भाइलाई नि बहिनीको देब्रे हातको साइने औँलामा बिस्तारै हजुरले हतार नगरी बिस्तारै ल्याइदिनु होला ल। सानो हो ल बिस्तारै हामी सबैजनाले जोरदारसँग हामी ताली बजाइराख्नेछौँ यो समयमा। छोडिन्छ घाउ पर्छ चोट लाग्छ। कति राम्रो हामी जोडदार लाग्छ है त। अब हामी प्रतिज्ञा गराउनेछु हजुरलाई। है माइक दिनुहोस् न एकछिन ल। माइक एन्ड टेम सेट राईको त साथै बुझ्नु होला नि बुझ्छ माइकसम्म आउनुहोस् ल। अब यहाँ हाम्रो बुढालाई हजुरले म जे भन्छु हजुरले त्यही कुरा भन्नुहोस् ल। ल दोहोऱ्याउनुहोस् ल। आजदेखि म मन्निक राईले तपाईँ श्रीमती सबिना कार्कीलाई माझीलाई मेरो विवाहित पत्नी भनी ग्रहण गर्दछु। म तपाईँलाई साँचो प्रेम गर्नेछु। दुःखमा सुखमा रोगमा निरोगमा घरमा परदेशमा जुनसुकै परिस्थितिमा पनि म सधैँ साथ दिनेछु। हामीलाई मृत्युले अलग नगरेसम्म मृत्युले अलग नगरेसम्म म तपाईको मात्र पति भएर जीवनभरि बस्नेछु भने त्रिएक परमेश्वर उपस्थित मण्डली समाजको अगाडि राजी खुसीसँग यो करार प्रतिज्ञा गर्दछु। आमेन। ल है केले अलग नगरेसम्म चाहिँ हामी स्वीकार गर्दछु। म तपाईँलाई साँचो प्रेम गर्नेछु। दुःखमा सुखमा रोगमा निरोगमा घरमा परदेशमा जुनसुकै परिस्थितिमा पनि सधैँ साथ दिनेछु। हामीलाई एक अर्काबाट मृत्युले अलग नगरेसम्म तपाईको मात्र पत्नी भएर जीवन भरि बस्नेछु। केले अलग नगरेसम्म रे मृत्युले अलग नगरेसम्म के भएर बस्नुहुन्छ रे? पत्नी भनी त्रिएक परमेश्वर उपस्थित मण्डली समाजको अगाडि राजी खुसीसँग यो करारमा रहने प्रतिज्ञा गर्दछु। आमेन। हुन्छ उहाँको लागि पनि ताली बजाइदिनु ल। तपाईँ पनि अब केले अलग नगरेसम्म मृत्युले अलग नगरेसम्म कसको मात्रै पत्नी भएर बस्नेछु भन्नुभएको छ। ल यहाँहरू सबैलाई धन्यवाद। हजुरहरू बस्नुहुन्छ त होइन। त्यस कारणले उमेर एउटै हो भने चाहिँ मन मिल्छ, सबै कुरा मिल्छ। हामी ललिपप माग्दैनौँ। हाम्रो उमेर अनुसार जे कुरा हो त्यो कुरा हामी माग्छौँ। त्यस कारणले उमेर पनि मिल्नु पर्यो। त्यस कारण त्यो चाहिँ एकदमै सुहाउँदो कलर चाहिँ नमिलाउँदा पनि हुन्छ क्या।
चाहिँ मिलाउनु पर्दैन किनभने मैले पनि मिलाएको छैन म अलिक गोरो गोरो छु मेरो श्रीमती चाहिँ कस्तो छ कति कस्तो छ ब्युटी कालो ब्युटी उमेर चाहिँ मिलाउनु चाहिँ एकदमै राम्रो त्यस पछाडि अब कतिजनासँग बिहे गर्ने त धर्मशास्त्रले के भन्छ त धर्मशास्त्रले मलाकी 2:15 भन्छ पत्नीसँगको विश्वास भङ्ग नगर आफ्नो जवानपन कि पत्नीसँगको विश्वास भङ्ग नगर भनेपछि हामीले कतिवटा पत्नी बिहे गर्नुपर्ने रहेछ एउटै भङ्ग नगर भनेको छ नि त दुईटा होइन बहुविवाहलाई मण्डलीमा मान्यता दिँदैन त्यसकारण एउटै मात्र पत्नी या पति हुनु पर्यो त्यो चाहिँ मृत्युले अलग गर्यो भने मात्रै हामीले दोस्रो विवाह गर्न पाइयो नत्र भने पाइएन अघि हामी मृत्युले अलग नगरेसम्म हामी के भनेछौँ पति र पत्नी भएर बस्नेछौँ भनेछौँ नि त्यसकारणले दुईटा विवाह गर्न पाइएन बुझ्नुभयो नि सुन्नुभयो नि दुईजनाले सुन्दै हुनुहुन्छ ल दुईजनाले ल यो भन्छ बाइबलले अब कोसँग गर्ने त भन्दाखेरि पवित्र धर्मशास्त्रले के भन्छ भन्दाखेरि त्यसले कन्या केटीलाई विवाह गरोस् भन्छ अब कन्या केटा हो भने कन्या केटीलाई नै विवाह गर्नु पर्यो कन्या केटी हो भने कन्या केटालाई नै के गर्नु पर्यो विवाह गर्नु पर्यो भनेर पवित्र धर्मशास्त्र भन्छ त्यसकारण जतिजना विवाह गर्नु भएको छैन होसियार ल कन्या केटा नै हेर्नु होला कन्या केटी नै हेर्नु होला है त अब धर्मशास्त्रले के भन्छ यस्तो कन्या केटा कन्या केटीलाई के भन्छ भन्दाखेरि लेवी 21:14 मा भनेको छ कन्या केटा अथवा कन्या केटीले विधवा नगरोस् विवाह विच्छेद भएको स्त्रीसँग बिग्रेको स्त्री पुरुषसँग वेश्याहरू यस्तो कुराहरू नल्याओस् भनेर भन्छ क्या त्यसकारणले कन्या केटा कन्या केटी हुनुहुन्छ भने हजुरहरूले कन्या नै खोज्नु होला पवित्र धर्मशास्त्रले यो भन्छ बुझ्नुभयो ल है जतिजना बाँकी हुनुहुन्छ हजुरहरूले यो कुरा चाहिँ खोज्नु होला अनि त्यस पछाडि अर्को आयो बाइबलले के भन्छ भन्दाखेरि अब कस्तो कन्या खोज्ने त हामी मण्डलीले कस्तो कन्या भन्दाखेरि कस्तो कन्या खोज्ने हजुर कस्तो विश्वासी खोज्नु पर्यो हामीले चाहिँ हामी मण्डलीले चाहिँ के गर्नु पर्यो हामीले चाहिँ विश्वासी हाम्रै घरनाको हाम्रै समुदायको हाम्रै समाजको खोज्नु पर्यो अथवा क्रिस्चियनलाई खोज्नु पर्यो एउटा क्रिस्चियन भाइले क्रिस्चियन बहिनीलाई नै के गर्नु पर्यो विवाह गर्न खोज्नु पर्यो एउटा क्रिस्चियन भाइले क्रिस्चियन बहिनीलाई नै के गर्नु पर्यो विवाह गर्न खोज्नु पर्यो बुझ्नुभयो यहाँ चाहिँ पवित्र धर्मशास्त्र बाइबलमा चाहिँ यो चाहिँ न्यायकर्ता 14को 1 पद 2 पद 3 पदसम्म यहाँ पढ्यो भने त्यो कुराहरू हामी देख्दछौँ किनभने जब हामी एकदमै यङ हुन्छौँ एकदमै हराभरा एकदमै राम्रो सुन्दर हुन्छौँ त्यो बेला चाहिँ हामीलाई धेरै कुराहरू मनपर्छ तर पनि हामीले के गर्नु पर्यो भन्दाखेरि हामीले अरूतिर हाम्रो आँखाहरू लाउनु भएन हामीले चाहिँ कहाँ लाउनु पर्यो हाम्रै मण्डलीमा हाम्रै विश्वासी परिवारमा चाहिँ हामीले हाम्रो नजरहरू के गर्नु पर्यो हुन्छ अनि हाम्रो कुटुम्ब चाहिँ हाम्रै आफ्नै कहाँ आउनु पर्यो आफ्नै कम्युनिटीमा आउनु पर्यो विश्वासीमा नै कम्युनिटीमा हामीले गर्नु पर्यो यो चाहिँ न्यायकर्ता 14को 1 पद 2 पद 3 पदमा हामी देख्छौँ बुझ्नुभयो है ल अब अर्को कुरा चाहिँ हामी के हेरेर चाहिँ हामी कन्या ल्याउने त अथवा दुलहा दुलही कसरी हामी चाहिँ ल्याउन सक्छौँ के हेरेर भन्दाखेरि श्रेष्ठ गीतले भन्दछ सुन्दरता हेरेर चाहिँ हामी के गर्छौँ विवाह गर्छौँ सुन्दरतामा हामी के गर्छौँ आँखा हेर्छौँ दाँत हेर्छौँ अनुहार फेस हेरेर हामी यो सुन्दरताहरू हेरेर चाहिँ हामी विवाह गरेको हामी देख्छौँ त होइन त्यस कारण यो कुराहरू चाहिँ हाम्रो पवित्र धर्मशास्त्रमा लेखेको छ अनि यहाँ मन्दिर भएर सबिना माझीले पनि एकअर्काले हेर्दाखेरि भाइको मुस्कान कस्तो राम्रो छ नि अघि छैन भन्नुहोस् त सायद हाम्रो सबिना बहिनी भाइको मुस्कानमै को
लट्ठे पर्नु हो कि होइन त्यो हो। अनि हाम्रो बहिनीको कति राम्रो यो अनुहार फेस छ, कति राम्रो कपाल छ, भाइ त्यसै होटेलमा पो मख पर्नुभयो कि होइन, यस्तो कुराहरू छ नि त। त्यस कारणले हामी यी कुराहरू चाहिँ हामी हेरेर हामी विवाहहरू अगाडि गर्दछौँ। तर हामीले आफ्नो चाहिँ के छोड्नु भएन, आफ्नो कम्युनिटी, आफ्नो चाहिँ त्यो चाहिँ हामीले छोड्नु हुँदैन। त्यस कारणले अब जति पनि हुनेवालाहरू हुनुहुन्छ, बाँकी तपाईँहरू हुनुहुन्छ, हजुरहरूले त्यो कुरा चाहिँ एकदमै ख्याल गर्नुहोस् भनिकन म हजुरहरूलाई अनुरोध गर्छु। अब पवित्र धर्मशास्त्र बाइबलबाट फेरि म 2-4वटा कुरा भनेर सक्नेछु। यहाँनिर याकुब भन्ने एकजना व्यक्तिले पवित्र धर्मशास्त्र बाइबलमा लेखेको छ। याकुब भन्ने मान्छेले चाहिँ राहेलसँग विवाह गरेको छ क्या। अनि राहेलसँग विवाह गरेको छ। याकुब चाहिँ कस्तो थियो भन्ने कुरा अब म यहाँनिर उहाँको अलिकति चरित्रहरू म भन्नेछु। याकुब चाहिँ एकदमै शान्त स्वभावको हुनुहुन्थ्यो। उत्पत्ति 25को 27 पदमा लेखेको प्रार्थना गर्नुहुन्छ होला, आऊ ल प्रार्थना गरौँ भनेर भन्नुहुन्छ होला। आऊ होइन ल अहिले चाहिँ आउनुहोसै छ होला, त्यो पनि घट्दै जान्छ है। सुरुमा आउनुहोस् हुन्छ, अलिक 2-3 वर्ष पछाडि तिमी हुन्छ, 10 वर्ष पछाडि चाहिँ के हुन्छ अरे आइजमा पो हुन्छ। त्यस्तो नहोस्, हजुरहरूको त्यो आइस्यो गइस्यो कायमै रहोस् ल, हुन्छ ल। हजुरहरूले एकदम प्रार्थना कति भनेको को अहिले के लेखेको आफ्ना पत्नीलाई के गर प्रेम गर। ल ल ल आफ्नो पत्नीलाई के गर्ने, प्रेम गर्ने भनेर पवित्र धर्मशास्त्रले भन्छ। ल हजुरले चाहिँ के गर्नु पर्यो, आफ्नो पत्नीलाई प्रेम गर्नु पर्यो। ल अब सबिना दुलहीलाई पनि दिनुहोस्, उहाँले चाहिँ पढ्नुहोस् 5 को अलिक मुनि कति 25 पद 25 के मुनि उहाँ तपाईँले अब के गर्नु पर्यो, प्रभुको अधीनमा रहे जस्तै आफ्ना पतिको अधीनमा। हजुरले चाहिँ आफ्नो पतिको अधीनमा रहनु पर्यो। उहाँले तपाईँलाई माया गर्नुहुन्छ, प्रेम गर्नुहुन्छ, हजुर चाहिँ उहाँको अधीनमा रहनु पर्यो। जब उहाँ एकअर्कामा अधीनमा रहने बस्ने हुन्छ अनि एकदमै सुन्दर हुन्छ। ल अब अन्त्यमा अब यो चाहिँ समाजलाई चेतावनी छ। मर्कुस 10 को 8 र 9 पदमा लेखेको छ, यसकारण यिनीहरू अब उसो दुई होइन एउटै शरीर हुन्। यसकारण जसले परमेश्वरलाई एकसाथ जोड्नु भएको छ त्यसलाई मानिसहरूले अलग नगरोस् भनेर पवित्र धर्मशास्त्रले भनेको छ। अब उहाँहरू दुईजनालाई तिम्रो श्रीमान राम्रो छैन छोड्देऊ भन्नु पाइँदैन, हामीले तिम्रो श्रीमती राम्री छैन छोड्देऊ भन्नु पाइँदैन। अब उहाँहरू छोडिन लाग्नु भयो भने हामीले धक्केलेर मिलाइराख्ने काम चाहिँ तपाईँ र मेरो, उहाँहरू छोडिनु हुँदैन। अब अर्को यो चाहिँ समाजले हो। अब दुला र दुलहीलाई चेतावनी व्यवस्था 24 को 5 मा यसरी लेखेको छ, नवविवाहित पुरुषलाई सेनामा नपठाउनु। अहिले त श्रीमतीहरू पनि सेनामा जान्छन् होइन, नपठाउनु। अन्य कुनै कामको अभिभावक त्यसलाई नदिनु। 1 वर्षसम्म घरमा ढुक्कै बसोस् भनेर पो भन्छ त। हजुरहरू दुवैजना 1 वर्षसम्म चाहिँ कतै नगइकन घरमै ढुक्कै बस्नु पर्यो ल। फेरि 1 महिनामा कता गयो भने त फेरि आफ्नै मोबाइल खोलेर युट्युब हेर्नु थाहा भइहाल्छ ल। 1 वर्षसम्म चाहिँ घरमै बस्नु। अब अन्त्यमा दुला र दुलही अब हजुरहरू उठ्नुहोस्। अब हामी आशिषको प्रार्थना पनि गर्नेछौँ। यहाँ यसरी लेखेको छ यर्मिया 29 को 6 पदमा, विवाह गरेर यो आशिष है हजुरहरूलाई आशिष ल, हजुरहरूलाई आशिष पवित्र धर्मशास्त्रबाट
विवाह गरेर छोराछोरी जन्माऊ भनेर पवित्र धर्मशास्त्रले भन्छ। छोराछोरीहरू जन्माउनु पर्यो। छोराछोरी भएन भने चाहिँ अलिक छिमेकीले कुरा गर्छ क्या, गर्दैन? गर्छ नि। त्यस कारणले पवित्र धर्मशास्त्रले भन्छ छोराछोरीहरू जन्माऊ, छोराहरूको निम्ति बुहारी ल्याऊ। बुहारी पो भन्छ त फेरि अभिवादन हेर्नु बुहारी पनि ल्याउनु पर्यो। अनि छोरीहरूको विवाह गरिदेऊ पनि भन्छ ल। छोराहरूको लागि चाहिँ बुहारी ल्याउनु पर्यो, छोरीहरूलाई विवाह गरिदिनु पर्यो। अनि तिनीहरूले छोराछोरी पनि जन्माउन् भन्छ। हजुरहरूको छोराछोरीले पनि छोराछोरी जन्माउन् भन्छ। त्यहाँ आफ्नो सङ्ख्या बढाएर जाऊ, घटेर नजाऊ भन्छ। ल मन्दिरको परिवार शाखा सन्तान घटेर जाने होइन, बढेर जाओस् भनेर परमेश्वरले आशिष बोल्नुभएको। बुझ्नुभयो? हजुरको अभिभावक पनि छ, छोराछोरी पनि जन्माउनु पर्यो, छोराहरूको विवाह पनि गर्नु पर्यो, छोरीहरूलाई विवाह दान पनि दिनु पर्यो, सङ्ख्यामा बढेर पनि जानु पर्यो। हामी आउनुहोस्, यो चाहिँ परमेश्वरबाट दुला र दुलाईलाई आशिष। आउनुहोस् हामी सबैजना मिलेर पास्टरहरू हजुरहरू अगाडि आएर उहाँहरूको लागि हामी आशिषको प्रार्थना हजुर हामी गरिदिनेछौँ। कसरी गुरुबाहरू अगाडि आउनुहोस् अनि हामी सबैजना मिलेर प्रार्थना गरौँ। अनि एकदमै घोडा टेक्नु पाए त अलिक के राम्रो हुन्थ्यो। के सम्भव छ? घोडा टेकाउनु पर्छ, घोडा टेक्नुपर्छ। हेर ल मण्डलीको गुरुहरू धर्मगुरुहरू अगाडि आउनु होला। अनि हामी आशिषको प्रार्थना गर्दैछौँ र यसको आशिषको प्रार्थना अगुवै हाम्रो यहाँ गुरु हुनुहुन्छ डेभिड पास्टरजी, उहाँले आमेन गरिदिनु हुनेछ। ल हामी सबैजना मिलेर उहाँहरूको लागि हामी प्रार्थना। परम प्रभु परमेश्वर पिता, हामी तपाईँको चरणमा आउँदछौँ। जसरी अहिले हामीले तपाईँको वचन हामीले पढिरहेको थियौँ, दुला र दुलाईले तपाईँको वचनबाट हामीले आशिष दिइरहेको थियौँ। तिमीहरूले छोराछोरीहरू जन्माऊ, छोराहरूको लागि बुहारी ल्याऊ, छोरीहरूलाई विवाह गरे कन्यादान गरिदेऊ, सन्तानमा बढ्दै जाऊ, घटेर नजाऊ भन्ने प्रभु तपाईँको वचनलाई हामी यहाँ घोषणा गरेका छौँ। परमेश्वर प्रभु तपाईँले मन्दिर बाहिर सबिना बुहारीलाई तपाईँ परमेश्वरले प्रशस्त मात्रामा आशिष दिनुहोस् भनिकन हामी बिन्ती प्रार्थना तपाईँलाई छोडाउँदछौँ। प्रभु हामी मण्डली मिलेर हामी प्रार्थना गर्दछौँ तपाईँ परमेश्वरले तपाईँको जनहरूलाई आशीर्वाद दिनुहोस् भनिकन हामी प्रार्थना गर्दछौँ। यो जोडीलाई तपाईँ परमेश्वरले प्रशस्त मात्रामा आशिष गर्नुहोस्, फल्दै फुल्दै जाने बनाउनुहोस् भनिकन हामी बिन्ती प्रार्थना
हामी क्यामेरा लाइन जान्छ